हेरौँ त गाइज पानी पनि रहेछ के ल भग तल जाउँ गुफाबाट निक्लिँदै हो गाइज ए बाबा अड्डी ल फाइनल्ली गाइज पुग्यो हेरौँ यस्तो छ अवस्था भित्र गएर हामी है हजुर ए बाबा अయ్య बाबै भित्र छ जाने भए म जान्न अब यहाँदेखि त ल गाइज तपाईहरुलाई स्वागत छ है मेरो भ्लगमा चाहिँ आज चाहिँ हामी यो जागोट जिल्लाको छेडगाड नगरपालिका वार्ड नम्बर 12 मा अवस्थित यो चाहिँ गुफा यो बाहिरबाट हाम्रो साथीहरु आउँदै हुनुहुन्छ सुरुमा चाहिँ अब भित्रको हरेक दृश्यहरु चाहिँ हजुरहरुलाई अवलोकन गराउने छौं माथि चाहिँ यस्तो छ हजुरहरुले देख्न सक्नुहुन्छ है बाँकी चाहिँ आउँदै हुनुहुन्छ यसरी छिरेर सुरुमा चाहिँ यस्तो छ अवस्था अब भित्र कस्तो हुन्छ त हजुरहरुलाई सबै हामीले अवलोकन गराउने छौं बाँकी चाहिँ हेर्दै गर्नु होला दामी छ भित्र चाहिँ है यो गुफामा छौं हामी अहिले हामी करिब 500 देखि 600 मिटर सम्म जाने छौं भित्र यस्तो छ ल आउ साथीहरु ए आउ गुफा लाइट बालिरहेछन् टक्क लाएर उता पनि छन् म चाहिँ यहाँ म्यान घुँडालो हुनुहुन्छ हाम्रो विजय सर है यता चाहिँ हाम्रो नानी हुनुहुन्छ उता चाहिँ हाम्रो म्याम हुनुहुन्छ उता अनुहार देखाइदिउँ त एकछिन उता हाम्रो भाइहरू यो गुफामा चाहिँ यस्तो छ अवस्था माथितिर साइडमा हेर्दै जाउँ है गाइजहरू राम्रो राम्रो चित्रहरू आउँछन् नि हेर त मूर्तिहरू ल आर्मी पुलिसको ट्रेनिङ जस्तो भइरहेछ है यहाँ यस्तो छ आर्मी पुलिसको ट्रेनिङ जस्तो छ गाइजहरूलाई म छिराउँदैछु भित्र यहाँबाट त मुरा कर्लिङ गरे ल ल ल हे यस्तो छ भित्र अझ हाम्रो कति हुन्छ करिब बाघ भालु जे पनि हुन सक्छन् है गाइज ल यता पनि छ हाम्रो धेरै हैन जानलाई र यता हेरौँ यस्तो छ ल ल यस्तो इक्वाल त नि कहाँ मूर्ति छन् त अरे यहाँ म त सानो सानो कता ठुलो छ जना भिडियो बनाछ म त कहाँ छर्छु आइए बाबा चाहिँ यहाँ त यस्तो गरेर यस्तो बुरा कर्लिङ गरी कपडाभरि मैले लिगाए यहाँ त हातको खालाभरि गइजानु भयो यस्तो छ गाइज यो है छ धेरै भित्र छ त कहाँ पनि ल यस्तो मूर्तिहरू छन् माथि हेर्दै आऊ न यार बिचारा यस्तो छ अवस्था पछाडि आउनेहरूको भाइगै के अरू त होइन अरू त भागे जस्तो छ हामी चाहिँ अझ भित्र जाने प्रयासमै छौँ यहाँबाट त तल भयो अघि हामी जहाँ आइथ्यौँ त्यही हो पछाडि ल यस्ता मूर्तिहरू पनि छन् है गाइज यो चाहिँ यहाँ माथितिर पनि जान सकेपछि छ बाटो चाहिँ है जान चाहिँ सकिन्न हामी चाहिँ यता यस्तो छ दृश्यहरू यो चित्रहरू यो हामी जस्तै आएका मान्छेहरू हुन् के हेर्न यो चित्रहरू हेर न कस्तो यो हात्ती पाइले जस्तो छन् अनि यता भगवानको दृश्यहरू छ यता राम्रो राम्रो हैन मेरो ज्याकेट पनि मैले
जागिर छराइन त आउनु पर्थ्यो मूर्ति यति हो यति होइन भित्र छ जाने भए म जान्न अब यहाँदेखि त भित्र नाइ सानो छ क्या पालहरू म छिर्दैन के मान्छे त कहाँ ठुलै ठुलो कहाँ हुन्छ त छन् छन त यहाँ व्यवस्था यहीँ बसौँला अहिले एकछिन रेस्ट गरौँ हामी रेस्टमा छौँ ल ल ल ल भिडियो यता मुखतिर बत्ती बाल्नु पर्यो हामी धेरै भित्र आइसकेका छौँ लगभग 1 किलोमिटर गरे 1 किलोमिटर बढी आइग्यौँ होला आज पछाडिको आहा सोल्टी बजारमा तर यहाँदेखि भित्र जाने कि नै भन्ने कुरा पनि छ यहाँदेखि भित्र पनि छ तर हामी अर्को बाटो यहाँदेखि ल हामी यता मूर्ति पनि देखाउनु पर्यो एकदम है मूर्तिहरू पनि छन् यहाँ हाम्रो हेर्नु है यस्तो यस्तो छ रमाइलो भित्र बाघ पनि हुन सक्छन् फेरि चितुवा पनि हुन सक्छन् यहाँ सम्भावना कुरो छ पछाडि छन् हाम्रो आम्मामा उता डर लाग्दो ठाउँमा यो ठाउँमा पुग्यो भने हामी एकदम खुसी छौँ है भाग्यमानी सोच केटा हो यहाँदेखि माथितिर जाने भए पनि आइज म उकालिदिन्छु म हड्डी पनि देखिरहेको गाईको हड्डी शिवको हड्डी पार्वतीको हड्डी यहाँ हेरौँ त यो बाप बाबा तर यो चाहिँ बनेकै हो कि यो म्यान त तै होला सी मेन चाहिँ म अगाडि ल्याउने नाइके हेर्दै उ जस्तो छ म्यान नाइके भिडियो बना है हैन बनाएको छु क्या तर मोबाइल दामी आउँदै चाहिँ मोबाइल ल मोबाइल त है ल हाम्रो केटाहरू चाहिँ यता हाम्रो बहिनी हुनुहुन्छ यता हाम्रो उता भाइ हुनुहुन्छ हाम्रो यता विजय सर हुनुहुन्छ एकदम फेमस स्थान पुगेका छौँ है आँखा सानसानो गराएको हाम्रो यो चाहिँ हाम्रै जायकोटको छेडगाड नगरपालिका वार्ड नम्बर 12 मा है अवस्थित रहेको यो कार्की गाउँमा यो चाहिँ अब संजोगवश भाइहरूको बहिनीहरूको इक्जामले गर्दाखेरि हाम्रो यो टक्क लाएर संजोग मिलाइदियो हामी भित्र के गर्ने त जाने भए भन्क्यौ जाऊ जान्छन् जान त म चाहिँ हिम्मत चाहिँ मेरो यति आयो यहाँदेखि माथितिर म जान सक्दिनँ है गाइज बहुत सानो छ तर म अट्दिनँ क्या यहाँ नै त पहिला गाउँ गाउँमा हिँड्न त जाउँ त अनि पहिला जाम न पहिला गाउँ मान्छे गयो भने के लाग्दैन क्या अब भाइ यहाँदेखि हामी भित्र गयौँ भने त अहिले अक्सिजन ल्याऊ नत्र यहीँ ढल्छु भन्ने हुन्छ त्योभन्दा पनि अब साइड लागिहाल्नु भएन यति देखिहाल्यौँ हेरिहाल्यौँ भित्र यस्तो यस्तो रमाइलो छ भन्ने हुन्छ अब जाने भए हिँड अगाडि म पछाडि आउँछु तैँले बाटो नलानु भएको ल हामी चाहिँ अब यो चाहिँ फेरि आँछ भित्र जाने भनेर टोलीहरूले नमानेर हामी जाँदैछौँ है ल ल हिँडौँ हिँडौँ गाइज हिँडौँ यस्तो छ आज भित्रभित्र यहाँदेखि माथितिर गए पनि हुन्छ हेरौँ यस्तो छ भित्र जाने अवस्था अझ भित्र जाँदैछन् टोलीहरू ल जाऊ गुफामा जाउँ हौ हेरौँ यता यस्तो छ यता यस्तो छ यो गुफा ओ यहाँ पानी पनि रहेछ यार तल तल त पानी पनि हेरौँ न उ तल हेरौँ त गाई पानी पनि रहेछ के ल अब यति गरेर हामी चाहिँ पछाडि आउनेवाला यस्तो छ नि ए बाबु यहाँ चाहिँ भित्र जाऊँ भन्दैछन् केटाहरू यहाँ भने गाह्रो गाह्रो भइसक्यो गुफामा छिरो ल छिरो केटा हो ल छिरो ल यताको दृश्य चाहिँ हजुरहरूले यस्तो यस्तो हेर्न सक्नुहुन्छ यहाँ यस्तो छ अझ हामीले तलै गएर तपाईँलाई देखाउन सकेनौँ यस्ता खोप्छन् कि छिर्न सकिन्छ जवान हो आम्मा ओ जवान हो हजुर बाबै किन आइयो होला यार हजुर यस्तो छ गाइज आज अब यहाँ कहाँसम्म जाने भन्छन् यिनीहरूले
हजुर यस्तो छ अवस्था। ल यहाँ यस्तो छ आज पनि। अब चाहिँ हामी नसकिने भएर अब रिटर्न हुनु लाग्यो है। ल अब हामी चाहिँ रिटर्न हुनु लाग्यो गाइज, नसक्ने भएर रिटर्न हुन पनि अब जहाँबाट आइथ्यो त्यही पुग्नु पर्ने भयो। भगवान रिटर्न हुनु लाग्यो हामी, आधा बाटो चाहिँ आइसक्यौँ। एकछिन बस है। ल आउँदैछन् है भित्रबाट भूत मचानहरू, भूत प्रेतहरू आउँदैछन्। ल भित्रबाट आउँदैछन् भूत मुसानहरू आज एकदम स्पेशल भूत मसान हो बे। यता पनि हुनुहुन्छ यो मुसान। छैन ल भयो तल जाउँ। गुफाबाट निक्लिँदै हो गाइज। ए बाबु अड्डी ल फाइनल्ली गाइज पुग्यो। हेरौँ यस्तो छ अवस्था, भित्र गएर हामी है भित्र आउँदैछन्, देखाइदेऊ त गाइजहरू को भित्र गएको थियो भनिकन अब खडारबाट निक्लिँदैछन् गाइजहरू। ल जाऊ गुफाभित्र। बिस्तारै यात्रा एकदमै कठिन भयो है। हामी एकदम कठिनको बावजुद हामी बाहिर निस्किया छौँ। हामी कुन ठाउँबाट निस्क्यौँ हामीलाई त्यो पनि थाहा भएन है। ल हाम्रो हालत एकदम जटिल छ। मोबाइल समात्देऊ गरे एकदम मान्छे हो कि भूत। हाम्रो यो अन्तर्राष्ट्रिय बेस्ट कपाल चाहिँ भन्छ उहाँहरूको आउँदै हुनुहुन्छ। कपालहरू चाहिँ आउँदैछ पछाडि। हजुरहरूले कपालहरू फेरि लास्टमा छ। म अगाडि लग्दाखेरि फर्स्टमा म थिएँ, अघि लास्ट टाइममा थियो, अघि पनि अहिले आउँदा पनि लास्ट टाइम भयो कपाल। वाह वाह। ल हाम्रो हेरौँ यो कपडा गुफामा छिर्या भन्छौ। अझ भित्र जान सकेन के टोलीहरूले। ए मुख पुछेर कपाल हेर त छोरी मान्छे जस्तो लाज मानिकन। ए आँदैनौ भाइ आँदैनौ छिटो भिडियो। कपालहरू यस्तो लाजमा निक्ले हेरौँ। ए अर्कोले उहाँले भनिदिनु भयो। ल धेरै भित्र गइएन, भित्र सास आउने बेला सास अलि। ल है गुफाबाट चाहिँ भित्र प्रवेश गरेर बाहिर निक्लेर चाहिँ हामी टोलीहरू चाहिँ आइसके हम। यहाँ चाहिँ पछाडि छ। ल यहाँ चाहिँ मेरो छोरो हो। मेरो छोराको अवस्था के छ बाबा? भित्र गएर आइसक्यो, ठिक छ। सर्टकेट बे हानेर आम्मामा लाज मारेको, लजाएको लजा हो। हेर त लाज मानेर। ल हामी एकदम ल कस्तो भयो भनिदिनु पर्यो हाम्रो चाहिँ। हामी एकदम कठिन बावजुद भित्रबाट एकदम डरको यात्रामै हामी भित्र गएका थियौँ र बाहिर आउन सक्यौँ। र हामीले भित्र देखेका एकदमै राम्रा कुराहरू हामीले भित्र देख्यौँ। हामी रमणीय वातावरणमा रमायौँ, त्यसमा हामी एकदम खुसी छौँ। तर हाम्रो एकदम कठिन साथ हामी आएका छौँ र यो यात्रा हाम्रो यो सम्झना वर्षको लागि रहिरहनेछ। धन्यवाद धन्यवाद। ल यता केही भनिदिनु छ हजुरले? त्यही हो। ल श्याम कपी पेस्ट है। यताबाट केही छ? तपाईँ भित्र गुफामा त जानु भएन, आधामा गएर आउनुभयो, केही छ? छैन। हजुर जानु भएन, हजुर पनि जानु भएन होइन? छैन। ल गएको मान्छे उहाँ हुनुहुन्थ्यो, उहाँलाई केही छ? ल आज पनि केही भन्नु छ भनेपछि पछाडिको टोलीहरू छन् हाम्रो। ल आज पनि हाम्रो देउडा खेल्ने कार्यक्रम चाहिँ बाँकी छ। रमाइलो छ जङ्गलहरू यस्तो छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। हजुरहरूले पनि हाम्रो भिडियो हेरेर रमाउनु सक्नुहुन्छ है। हजुरहरू यहीँ प्रत्यक्ष रूपमा नआए पनि मेरो भिडियो मार्फत हजुरहरूले टक्क लगाएर मनोरञ्जन लिन सक्नुहुन्छ है। ल यति टोली आएको थियौँ हामी। ल खिचाउँ लाग्यो। छिटो आँदैन भाइ।
यसमा चाहिँ होइन यहाँ यो हाम्रो अलि लेखै भएर यहाँ सल्लाहहरू पनि कस्तो कस्तो यस्तो छ। मालिका पनि देखाउँछ हजुरलाई। यता हाम्रो चाहिँ यो एनटिसीको टावर चाहिँ हो है। यहाँनिर यो हाम्रो पाताहरू चाहिँ यो टावरको लागि, यता पनि छ अरू। घन्टी बजिहाल्यो यहाँ। अब चाहिँ यहाँ हामीले यो डेन्जरस एरिया हो चाहिँ यहाँ चाहिँ हावाहुरी लाग्दाखेरि चट्याङ आग लागि सँगसँगै हाम्रो लाइन भएको कारणले गर्दा यता त्यो अर्थिङहरू पनि दिन सक्ने सम्भावना हुन्छ। त्यही भएर चाहिँ यहाँ हाम्रो यो इमर्जेन्सी घन्टी चाहिँ हानिसकेको छ यहाँ है। त्यस्तो छ, कठिन भयो। कपडाको हालत यस्तो छ। आउँदै हुनुहुन्छ हाम्रो पछाडि यहाँ म्याम हुनुहुन्छ। यता हाम्रो चाहिँ के छ भन्न, मालिका मन्दिर, कालिका मन्दिर, मन्दिरको वरपरको दृश्य चाहिँ यस्तो रमणीय छ। यहाँ टोलीहरू घुम्दैछ है। यता हाम्रो क्यामेराम्यान हुनुहुन्छ। यता चाहिँ हाम्रो टोलीहरू घुम्दैछ अझै भिडियो बनाउँदै। एउटा क्यामेरा एउटा अगाडि, एउटा क्यामेरा एउटा अगाडि। म चाहिँ देब्रे साइडबाट घुम्ने जस्तो लाग्छ। केही छैन, त्यही पनि भगवान्ले थाहा पाइहाल्छन्। ओइ 5 राउन्ड हान्नुपर्छ यहाँ मन्दिरमा, त्यस्तो गर्न मिल्दैन। ल ल यो हाम्रो चाहिँ यता हाम्रो फ्यामिली छ यता। ओए उल्टो घुमे खाने के फ्यामिली? यताबाट हो गरे। ल घुमा घुमा म पछाडि आउँछु। यता यता उल्टै घुमे क्या यिनीहरूले यार। घट्ट कतामा के घुम्छ है जवान? थाहा पाऊ मेरो छोरीको। ए मेरो छोरी यता हेर, यता यता यता। आमा यो मन्दिर दर्शन गर्न आउने मान्छे हेर त है। बिस्नु बिस्नु ए खुसी छ, खुसी खुसी। ए घुम्न आएको रे। ए घुम्न आएको हो।